आदरणीय दर्शकबिन नमस्कार। नागरिक एपमा राष्ट्रिय परिचय पत्र कसरी लिङ्क गर्ने, तपाईँ पनि त्यसबारे जान्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म अवश्य हेर्नुहोला। आउनुहोस् भिडियो ढिला नगरिकन भिडियो सुरु गरौँ। सर्वप्रथम साथीहरू तपाईहरू प्ले स्टोरमा आउनुहोला। र यहाँनिर सर्च बारमा सर्च गर्नुहोला नागरिक एप। अब यहाँनिर साथीहरू जुन इन्स्टल लेखेको छ यसमा थिच्नुहोला। अब सिम्पली साथीहरू ओपन भन्ने अप्सनमा थिच्नुहोला। अब यहाँनिर ल्याङ्ग्वेज सिलेक्ट गर्नुहोला। यहाँनिर अलाउ गरिदिन्छु अनि यहाँनिर म चाहिँ इङ्ग्लिस ल्याङ्ग्वेज सिलेक्ट गरिहाल्छु। तपाईलाई जुन भाषा सजिलो पर्छ त्यो सिलेक्ट गरिहाल्नुहोला अनि प्रोसिडमा क्लिक गरिदिनु होला। अब यहाँनिर साथीहरू मोबाइल नम्बर हाल्न भनिरहेको छ। तपाईको जुन राष्ट्रिय परिचय पत्रमा मोबाइल नम्बर हाल्नु भएको थियो यही मोबाइल नम्बर यहाँनिर हाल्नु होला। अनि जुन मोबाइल नम्बर तपाई राष्ट्रिय परिचय पत्रमा हाल्नु भएको थियो त्यो मोबाइल चाहिँ यसै मोबाइलमा राखेर अनि लगइन गर्नु होला है। अनि त्यसपछि प्रोसिडमा थिच्नु होला। अनि त्यसपछि प्रोसिडमा थिच्नु होला। अब यहाँनिर साथीहरू ओटिपी राख्नुपर्ने हुन्छ 6 डिजिटको यहाँनिर राख्नु होला अनि त्यसपछि प्रोसिडमा थिच्नु होला। अब यहाँनिर साथीहरू नागरिकताको डिटेल मागिरहेको छ। सुरुमा यहाँनिर नागरिकता नम्बर हाल्नु होला अनि त्यसपछि इस्यु प्लेस डिस्ट्रिक्ट तपाईको नागरिकता कहाँ जारी भएको छ अनि त्यसपछि डेट अफ बर्थ अनि त्यसपछि यहाँनिर तपाईको नागरिकता कहिले जारी भएको छ त्यसको डेट यहाँनिर राख्नु होला अनि त्यसपछि प्रोसिडमा थिच्नु होला। सबै थोक फिलअप गरेर सिम्पली प्रोसिड भन्ने अप्सनमा थिच्नु होला। अब फाइनली साथीहरू हाम्रो नागरिक एप लगइन भइसकेको छ। अब सिम्पली राष्ट्रिय परिचय पत्र लगइन गर्नको लागि यहाँनिर जुन नेसनल आइडी लेखिएको छ त्यसमा थिच्नु होला। अब यहाँनिर साथीहरू तपाईलाई चाहिँ राष्ट्रिय परिचय पत्र नम्बर राख्नुपर्ने हुन्छ अनि त्यसपछि यहाँनिर जुन प्रोसिड भनेर लेखिएको छ त्यसमा थिच्नु होला। फाइनली साथीहरू यहाँनिर हेर्न सक्नुहुन्छ मेरो राष्ट्रिय परिचय पत्र लिङ्क भइसकेको छ। त्यसरी तपाईँ पनि आफ्नो नागरिक एपमा राष्ट्रिय परिचय पत्र लिङ्क गर्न सक्नुहुन्छ। केही समस्या भएमा तल कमेन्ट गर्नुहोला साथीहरू। अनि आजको लागि यति नै, धन्यवाद।